नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन धेरैका लागि महत्त्वपूर्ण छ, पढाइमा कसरी सफल हुने। यो विश्लेषणमा हामी मानसिकता, वातावरण र पढ्ने केही प्रभावकारी तरिकाहरू बारेमा जान्नेछौँ, जसले अध्ययनलाई बोझ होइन बरु एउटा रमाइलो यात्रा बनाउन सक्छ। पढाइ भन्ने शब्द सुन्ने बित्तिकै धेरैले त तनाव हुन थाल्छ, होइन त? परीक्षामा राम्रो नतिजा ल्याउनु पर्ने दबाव, पढेको कुरा सम्झिनु पर्ने चिन्ता अनि अरूभन्दा उत्कृष्ट बन्नै पर्ने होड, यी सबै कुराले विद्यार्थीहरूलाई पिरोलिरहेको हुन्छ। तर यस्तो अनावश्यक तनावले त पढाइलाई झन् बिगाड्ने काम गर्छ। त्यसो भए अध्ययनमा सफलता हासिल गर्ने उपाय के हो त? कसरी पढाइको यो तनावलाई ऊर्जामा बदल्ने र आफ्नो लक्ष्य हासिल गर्ने? ल आउनुहोस् यसमा डुबौँ र केही व्यावहारिक समाधानहरू खोजौँ। कुनै पनि कुराको सुरुवात खासमा भित्री सोचबाट हुन्छ। पढाइमा सफल हुनका लागि सबैभन्दा पहिले आफ्नो मानसिकतालाई सही दिशा दिनु एकदमै आवश्यक छ। यो नै सफलताको पहिलो र सबैभन्दा महत्त्वपूर्ण खुड्किलो हो। पढाइलाई केवल परीक्षा पास गर्ने माध्यम मात्रै ठान्नु भएन। यो त जीवनलाई उज्यालो बनाउने र व्यक्तित्वमा निखार ल्याउने एउटा अवसर हो। भनिन्छ नि, जब पढाइलाई माया गरिन्छ तब ज्ञानकी देवी सरस्वतीले पनि उसैलाई माया गर्छिन्। कसरी पढ्ने भन्ने जान्नुभन्दा पहिले किन पढ्ने भन्ने कुरा एकदमै स्पष्ट हुनुपर्छ। आफ्नो लक्ष्य के हो? आफ्नो गहिरो रुचि केमा छ? जब कुनै विद्यार्थीले आफ्नो लक्ष्य निर्धारण गर्छ र पढाइलाई त्यो लक्ष्यसम्म पुग्ने बाटोको रूपमा हेर्छ, तब परिश्रम गर्न आफै इच्छा जाग्छ। याद राख्नुहोस्, परिश्रमको हरेक थोपा पसिनाले एक दिन मूल्य अवश्य पाउँछ। लक्ष्य आफ्नै हुनुपर्छ। समाजमा चलेका केही पेशा जस्तै डाक्टर, पाइलट वा इन्जिनियर नै बन्नुपर्छ भन्ने केही छैन। हरेक व्यक्तिभित्र प्रकृतिले एउटा अमूल्य क्षमता दिएको हुन्छ। आफूभित्रको त्यो क्षमता र रुचिलाई चिन्न सक्नु नै सबैभन्दा ठूलो कुरा हो। ल, मानसिकता त बलियो भयो। अब कुरा आउँछ बाहिरी वातावरणको। पढाइमा ध्यान केन्द्रित गर्नका लागि सही ठाउँ र वातावरणले पनि एकदमै ठूलो भूमिका खेल्छ। अध्ययनका लागि एउटा उपयुक्त र शान्त ठाउँ छान्नु एकदमै जरुरी छ। यस्तो ठाउँ जहाँ पुरा एकाग्र भएर शान्त मनले बस्न सकियोस्। यदि घरमा त्यस्तो ठाउँ छैन भने घर बाहिर कुनै शान्त ठाउँ वा पुस्तकालयमा गएर पढ्नु झनै प्रभावकारी हुन्छ। एउटा सानो तर शक्तिशाली बानीले ठूलो फरक पार्छ। ओछ्यानमा सुतेर पढ्दा अल्छी लाग्छ, छिटै निद्रा लाग्छ र ध्यान पनि भङ्ग हुन्छ। त्यसको सट्टा कुर्सीमा बसेर टेबलमा पढ्ने बानी बसाल्नुहोस्। यसले शरीरलाई सक्रिय र दिमागलाई सतर्क बनाउँछ। आजको समयमा ध्यान भङ्ग गर्ने कुराहरू त कति छन् कति। सामाजिक सञ्जाल, भिडियो गेमहरू, टिभी सिरियलहरू, यिनीहरूले विद्यार्थीहरूको बहुमूल्य समय खाइरहेका छन्। त्यसैले पढाइको समयमा यी कुराहरूलाई नियन्त्रणमा राख्नुपर्छ। अभिभावकले पढ्नका लागि जुन वातावरण बनाइदिनु भएको छ, त्यो समयको सदुपयोग गर्नु नै बुद्धिमानी हो। ओके, सही मानसिकता र वातावरणपछि अब सबैभन्दा महत्त्वपूर्ण खण्डमा प्रवेश गरौँ, पढाइका प्रभावकारी तरिकाहरू। किनभने मेहनत गर्न पनि जान्नुपर्छ, तब मात्र त्यो उपलब्धिमूलक हुन्छ। कुनै पनि ठूलो वा लामो पाठ सुरु गर्दा त्यो असम्भव जस्तो लाग्न सक्छ। तर जब त्यसलाई सानसानो टुक्रामा बाँडिन्छ, तब त्यो काम सजिलो लाग्न थाल्छ। एक पटकमा एउटा सानो टुक्रामा मात्रै ध्यान दिने। यो तरिकाले पढ्दा रुचि पनि बढ्छ र बोझ पनि कम महसुस हुन्छ। केही सक्रिय अध्ययन बानीहरूले साँच्चै ठूलो मद्दत गर्छन्, जस्तै हरेक विषयलाई समय दिएर तालिका बनाउने, आफ्नो ऊर्जा सबैभन्दा बढी भएको बेला पढ्ने र हरेक 30-40 मिनटमा छोटो ब्रेक लिने। पढ्दाखेरि महत्त्वपूर्ण कुराहरूलाई हाइलाइट गर्दा पछि दोहोर्याउन सजिलो हुन्छ। अनि हो, कक्षामा शिक्षकले पढाएको कुरामा पूरा ध्यान दिनु त सफल पढाइको मुख्य आधार नै हो। अब एउटा साँच्चै प्रभावकारी तरिकाको कुरा गरौँ, एक्टिभ रिकल। यो भनेको के हो भने केवल दोहोर्याएर पढ्नुभन्दा यो विधि धेरै गुणा शक्तिशाली छ। कुनै पाठ पढेपछि किताब बन्द गरेर त्यसको मुख्य कुरा के हो भनेर सम्झने प्रयास गर्ने। यसो गर्दा मस्तिष्कको न्युरल पाथवे बलियो हुन्छ, जसले गर्दा पढेको कुरा लामो समयसम्म याद रहन्छ। पढाइमा सफलता भनेको 24 घण्टा किताबमा घोप्टिनु मात्र होइन है। एक सफल विद्यार्थीको जीवनशैली सन्तुलित हुनुपर्छ, जसमा किताब बाहिरको संसारको पनि उत्तिकै महत्त्व हुन्छ।
यो चार्टले स्पष्ट रूपमा के देखाउँछ भने विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइ मात्र होइन, आराम, निद्रा, खेलकुद र मनोरञ्जन पनि उत्तिकै जरुरी छन्। यस्तो सन्तुलनले नै बर्नआउटबाट बचाउँछ र पढाइमा लामो समयसम्म ऊर्जा थपिदिन्छ। दिमाग र शरीरलाई सही इन्धन दिनु त एकदमै आवश्यक छ। पोषिलो खानेकुरा खाने, प्रशस्त पानी पिउने, पूरा निद्रा सुत्ने र नियमित शारीरिक व्यायाम गर्ने, यस्ता बानीले दिमागलाई तेज बनाउँछ र एकाग्रता बढाउन मद्दत गर्छ। आरामको समयमा पनि ज्ञान बढाउन सकिन्छ। समाचार, वृत्तचित्र वा अन्य जानकारीमूलक कार्यक्रमहरू हेर्दा प्रशस्त मात्रामा सूचना पाइन्छ। यी कुराहरू पढाइ लेखाइ दुवैमा काम लाग्न सक्छन् र अरूभन्दा स्रोतपूर्ण बन्न मद्दत गर्छन्। अन्तमा अमेरिकी दार्शनिक वायन डायरको एउटा भनाइले सबै कुरालाई जोड्छ। जीवन त्यही कुराको प्रतिबिम्ब हो जसको तस्विर मन मस्तिष्कमा बनाइएको हुन्छ। यसको अर्थ सफलताको यात्रा बाहिर होइन, आफ्नै सोचबाट सुरु हुन्छ। त्यसो भए अब प्रश्न उठ्छ, आजैबाट जीवनको लागि कस्तो तस्बिर बनाउन सुरु गर्ने त? औसत स्तरको पढाइबाट माथि उठ्न सजिलो त छैन, तर